सो गाइस हेर्न सक्नुहुन्छ यो चाहिँ रातो रातो टमाटर है र यो चाहिँ हरियो हरियो सिमला मिर्च साथैमा यहाँ छ बन्दाकोपी है र हाम्रो यहाँ भेजिटेबल तयार भइसक्यो र म चाहिँ फिल्मी स्टाइलमा चक्कु घुमाएर कोपी काट्नु लागे र तपाईहरु हेर्दै जानुहोला। आज हामी बनाउने छौं देशी स्टाइलमा घरेलु टाइपमा चाउमिन रेसिपी है र लास्ट अन्तिमसम्म हेर्नु होला। भिडियो राम्रो लागेमा लाइक शेयर अनि कमेन्ट पनि गरिदिनु होला। र यो चाहिँ सिमला मिर्च अब हेर्नुहोस् कसरी काट्नु पर्छ यसलाई है। एकदम मजाले यसलाई चार फला गरेर त्यहाँबाट छ्याक 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 गरेर काटाइ जान्छ। हेर्नुहोस् हेर्दै गर्नु होला। र सिमला मिर्च काटिसकेपछि अब काट्ने छु म अनियन प्याज। यो प्याजको स्टाइल हेर्नुहोस् काटाइ स्टाइल छ्याक 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 छ्याक। यो काटिसकेपछि फेरि हामी काट्दैछौँ टमाटर। र टमाटर पनि हामीले काटिसक्यौँ र अब लास्ट एन्डिङमा छ हाम्रो खोर्सानी एकदम र हेर्न सक्नुहुन्छ यो चाहिँ ब्रोइलरको ढाड अहिले उसिनिरहेको थिए र अहिले निकालेर म अब काट्नु थाले है। एकदम किमा टाइपले काटेर यसलाई अलग्गै राखेर है अब म भुट्नु तर्फ लागे। सो हेर्न सक्नुहुन्छ मेरो चाउमिन चाहिँ पाकिसक्यो र पाकेर म यसलाई सेलाउनतर्फ राखिसकेँ है। र साथै चौकामा कराई बसाएर तेल लगाइसकेको छु। हेर्न सक्नुहुन्छ लसुन लगाएर अनि आदि मरमसलाहरू प्याजहरू लगाएर है अनि यसरी सबै सामग्रीहरू अब तपाईले जुटाएर आफै घरमा पकाएर खाएको चाहिँ धेरै नै राम्रो धेरै नै स्वादिष्ट हुन्छ है। आफ्नो हिसाबले कति मरमसला लगाउने कतिको नुन लगाउने है तपाईहरुले आफै मिलाएर त्यसरी घरमा पकाएर खाएको चाहिँ राम्रो घरमा परिवारहरुसँग है। सो त्यही भन्न चाहन्छु हजुरहरु हेर्दै गर्नु होला लास्ट अन्तिमसम्म है। भिडियो कस्तो लाग्छ राम्रो लागेमा लाइक शेयर अनि फलो चाहिँ गर्नु नबिर्सिनु होला है र मिठो कमेन्ट पनि है। ल त हजुर तपाईहरुको सामु फेरि अरु नयाँ नयाँ भिडियोहरु लिएर आउने छु है।